Hello guys, welcome back to my YouTube channel. आज हामी लागिसकेका छौं जनता पुरा भेला भएर निम्तो मान्नको लागि हैन। हामीलाई आएको थियो छेवारको निम्तो र हामी जाँदै छौं। अहिले चट्टा लाएर घरबाट निस्किसक्यौं हामी। अगाडि हुनुहुन्छ हाम्रो जनताहरु हेर्न सक्नुहुन्छ गाइज। हेलो भाइ। उहाँ हुनुहुन्छ बहिनी, अगाडि हुनुहुन्छ माइजु, डबल माइजु। जेठी माइली। के बोले भाइ? के बोले? जेठी कान्छी माइजु हुनुहुन्छ दुईजना। यहाँ चाहिँ बागाको जनता माध्यमिक विद्यालय हैन। तपाईहरु देख्न सक्नुहुन्छ झट्ट। भिडियो हुँदै उकालो हिँडाइ मचिरहेछ मित्रहरु। ओहो आज डेन्जरै उकालो हिँडाइ मचिनेवाला छ। त्यसो लेट्स सी गाइज। नो थोरै भए पनि यहाँ तेर्सो आयो गाइज। सुकुनको सास मिलो। थोरै भए पनि तेर्सो छ हैन। त आउँदै हुनुहुन्छ भाइ। हेलो भन। हेलो चाँडो आउनु होला। नमस्कार चल्छ आज भोलि। हिँड्नु अगाडि। ओहो मलाई त नि यहाँको भ्यू नै मन परिरहेछ के गाइज हैन। यतातिर चाहिँ बाख्रा पालन रहेछ हामीले हैन। लगभग छ नि 10-12टा रहेछ लगभग। टोलीहरू उकालो हिँड्नु सकेनन्, के गर्नु गाह्रो छ। म चाहिँ हिँड्नु चाहिँ सक्छु है। जसले जे भने पनि हिँड्नु चाहिँ खत्रै हो। चौतारीमा हानी एकछिन आराम गर्नुपर्ने हुन्छ गाइज। चौतारी आइपुगिसकेको छ। थकित अवस्थामा छ सबैजना। रास्ता किनकि यस्तो खालको छ नि त, डेन्जर उकालो। को फोटो खिच्ने अरे? हामी चाहिँ गाइस ल कार्की गाउँ भन्ने ठाउँ आइपुग्यो। चट्टाएर अलैँची गाडी छ यता चाहिँ सब हैन। डेन्जर खालको। टोलीहरू चाहिँ अगाडि छ, मलाई चाहिँ पछाडि एकदम डर लाग्छ अरे नि त टोलीहरूलाई। अनि एकदम छोरा मान्छे एकजना गार्ड चाहिँ यता। गार्ड दाजु गार्ड। 1 लाखको गाडी भाडामा ल्याएको। के अरे बहिनी? भाडामा ल्याएको 1 लाखको गाडी। क्या बोला तूने? फुल वाह। सयपत्री फुल पनि डेन्जर फुलिरहेको रहेछ। चाहिँ भर्खरै मैले सहारा पनि पाइसकेको छु। लौरो हैन। त लौरो टेकेर हिँड्नु पर्यो नि त। बानी नभएपछि गाइस उकालो हिँड्नु पनि गाह्रो हुँदो रहेछ। के गर्नु। ल गाइस हामी चाहिँ लगभग अब आइपुग्नु लाग्यो। धेरै हिँडाइ पश्चात हैन। धेरै हिँड्ने आज उकालै मात्रै छ बाटो। सारा पनि छ नि त जोस् है। अब आइपुग्नु लाग्यो। यस्तो सिडी टाइपको उकालो छ। अब चाहिँ एकदम राम्रो छ बाटो। अब लगभग 5 मिनटमा पुग्नेवाला छौँ हामी। गाइस बल्ल हामी चाहिँ रोड निस्क्यौँ। अब चाहिँ लगभग आइ नै पुग्यो। यहीँ छ अब चाहिँ थोरै छ डिस्टेन्स। ल फाइनली गाइस हामी आइपुगिसकेको छौँ हैन। ल टिका कार्यक्रम पनि सुरु भइसकेको जस्तो देख्छु म चाहिँ। भ्यू त यहाँबाट झन् अच्छा देख्दो रहेछ। हेरौँ त ल। आशीर्वाद राम्रो देऊ है ठुलो भाइ। के हो?